ठाउँमा हाण्यो विकल मन्दिरको शुभारम्भ भइसकेको छ यहाँ दमाउ बजाएर। तम कहाँ जाने अरे मन्दिर यो बाटो बन्नु लागेको छ यो यहाँ चढाएको चिबी शान्त माहौल छ। आज चाहिँ वैशाख 1 गते सबैलाई ह्याप्पी न्यु इयर। उता दादा बिहान उठेर यहाँ खाना खाँदै अब म भिन्जी पारमा खेत जाने भयो। तब म नानुलाई सुनाउन हो ए नानु भिडियो बनाउन आएको अब यसलाई हेर्दा काम मेरो भिन्जी तम कहाँ जाने अरे मन्दिर ए तमले त ऊ ल्याउनु प्रसाद बाको बे कसो लाग्यो पुर तमलाई ल ल पुर निकर गया हाँ बब्बू दादा खाना पारिती में बाउजू काम को दुलारे दादा साग के खान्छ ल्याइदियो ल नाना भयो रे सब है अब मेरो यसलाई हेर्दा काम एकदम ह्याप्पी न्यु इयर भन सबैलाई सबैको सुस्वास्थ्यको दीर्घायुको कामना गर्दछु। नववर्ष 2083 होइन को सबैलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना। नानु मेरो मोबाइललाई फोडियो पारे खेल्न होइन यो हाम्रो दानेश्वर बाबाको मन्दिर हामी अब भित्र जाँदैछौँ। हेर्न सक्नुहुन्छ हाम्रो मन्दिर केही यस प्रकारको छ। बेल आएको थियो एकचोटि अब के भयो कि बेल व्रत बन्द भयो क्या अब खालि यसो पूजा गरेँ। आज यहाँ पूजा पाठ कस्तो छ दादाको बेली व्रत हो व्रत थियो पुरै यत्रो सक्दो इथा यहाँ फुल चढाउन आएर दादा दादाहरू त अगाडि छ। हाम्रो घरमा बाख्रो बेरहेछ अब त्यो बाख्रोलाई मूल छोएर राख्नु हुँदै क्या तब इथा मूल छुन्न पाइनु बाघ मन्दिरको शुभारम्भ भइसकेको छ यहाँ दमाउ बजाएर। बपुत मल्लो नाभ्यो थियो क्या त्यसपछि यो हाम्रो मन्दिर हो जो पनि देखाएको थिएँ आज डे 3 होइन राम्रो छ मन्दिर। तल नार्यौँ तल अर्को मन्दिर छ देख्यो अब पारुथला नानु फुल सुल चलाउनु छ बत्ती गर्दैछ तब नार्यौँ हलदाङ्गा खुट्टा छँदैछ। अब यो बाटो बन्नु लागेको छ यो यहाँ हल्यान त्यसपछि यता जग्गा जानु आएको छ उत्तेबाट बनाउनु मन्दिरका गेट हला यो पारमा दिदी गाउँ काट्नु लाएर यो आधाले त काठबाट जोत्सक्यो देखि अब तपाईँलाई म दिदीले गाउँ काट्यो ल देखौँ ल उतातिर गाउँ काट्नु लाएर देखेँ अब यी अर्को मन्दिरमा पुग्यो दादा पूजा पाठ गर्दैछ चढाउनु यो हाम्रो मन्दिर हो। चढाहाल्यो हेर्न सक्नुहुन्छ चढाएको चिरबिर अनि शान्त माहौल छ हेर्न सक्नुहुन्छ। पारि उतातिर पहाड और किचन पुरा हाल छ तमारा त्यो त घर गएर मात्र हुने हो त्यो त घर गएर बनाउँला
अब हम इत्तेलाई सो गाइज अहिले चाहिँ ढिलो छ निन्द्रा चाहिँ लाग्दैछैन फेरि के गरौँ होइन म जिमिनीसँग बोल्छु है पहाडमा छु र बोर भइरहेछ अनि केही खेल खेल्न सक्छौँ आहा पहाडमा हुनुहुँदो रहेछ बोर भयो भने त केही खेल खेल्न परिहाल्यो नि के खेल्न मन छ त जस्तै शब्द खेल जन्तु कथा बनाउने खेल वा म जस्तो कृत्रिम बुद्धिमत्तासँग केही सिक्ने खेल यो दन्तु कथा भन्नाले कस्तो हो कसरी खेलौँ एउटा कथा बनाउने खेल हो जस्तै मैले कथाको सुरुको एउटा वाक्य भन्छु त्यसपछि तपाईँले त्यसमा अर्को वाक्य थप्नुहुन्छ ठिक छ कथाको सुरुवात म गर्छु एउटा गाउँमा एउटा साह्रै दयालु दम्पति बस्थे तब तपाईँको पालो ती दम्पतिका दुईवटा श्रीमती थिए दुईवटी श्रीमती पो रहेछन् अनि ती दुई श्रीमती मध्ये एउटी चाहिँ साह्रै झगडालु जहिले बिउ खोजिरहन्थे यता चाहिँ साह्रै दयालु स्वभावका गरिबलाई सेवा गर्ने श्रीमतीले गाउँका सबै गरिब दुखीलाई मद्दत गर्ने र माया बाँड्ने गर्थे उनको यो बानी देखेर त्यो झगडालु श्रीमतीलाई साह्रै डाहा हुन्थ्यो त्यसपछि के भयो होला मैले यहाँ बाख्रा पौडेन आएर उसमा हामी यहाँ बसेर पार क्रिकेट हेर्नु लाग्यो पार उता क्रिकेट खेल्नु लाग्यो पार बल भर्खर इत्थबाट गयो अनि हामी क्रिकेट हेर्नु लाग्यौँ पार उठे यहाँ मुनिका सब आएर खेल्नु लाग्यो अरे यही भिडमा यसरी खेल्नु लाग्यो यहाँलाई खेलिने रहेछ हेर्नु लाग्यो यो पारुमा हाण्यो एकल त टाढा पुग्यो अब यहाँ बाख्रा हेर्दा यहाँ के पारुमा देखि नारायण भयो किन हमारा बाख्रा हामी त्यसलाई म तपाईँलाई देखाउँछु त्यहाँ आगो लागेको छ त्यो गाजो कालो उयोमा आगो लाग्यो यहाँ दादा सुत्या उहाँ फुको चाहिँ दिदीसँग बोल्दैछ अब भित्र भिन्जी बा टिभी हेर्नु लाग्यो भिन्जी टिभी हेर्नु लाग्यो